दर्शकवृन्द नमस्कार, म सन्तोष पोखरेल। सबैभन्दा पहिला देश, सबैभन्दा माथि देश। यो हो जीटीभी नेटवर्क। देश विदेशका पछिल्ला ताजा समाचारहरूको सारांश जीटीभी हेडलाइन्समा यहाँहरूलाई स्वागत छ। सुरु गरौँ अहिलेसम्मका हेडलाइन्स। ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी। ओलीको रिहाईको माग गर्दै एमाले आन्दोलित। सरकारले पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, केपी शर्मा ओली र पुष्पकमल दाहाल सहित केही पूर्व मन्त्रीहरू विरुद्ध सम्पत्ति शुद्धिकरणको विस्तृत अनुसन्धान अघि बढायो। रासोपाले एकल बहुमतको सरकार बनाएसँगै अनुसन्धानमा तीव्रता। सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी। रिहा गर्न अस्वीकार। सरकारले चैत 19 गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गर्यो सिफारिस। संविधान संशोधनका लागि बहसपत्र तयार गरेर प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको अध्यक्षतामा कार्यदल गठन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू विरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा दिए उजुरी। सुनिता खड्का नामक टिकटक प्रयोगकर्ता मार्फत ज्यान मार्ने धम्की आएको उल्लेख। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा र नेता डाक्टर शेखर कोइराला पक्षले पार्टीमा समानान्तर गतिविधि अघि बढाए। पूर्णबहादुर खड्काद्वारा चैत 17 र 18 गतेका लागि 14औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आह्वान। समानान्तर गतिविधि थालेको नेपाली काङ्ग्रेसको असन्तुष्ट समूहले जिल्ला सभापतिहरूको भेला पनि बोलायो। जिल्ला सभापतिहरूको भेला चैत 19 गते धुम्बाराई स्थित स्मार्ट पार्टी प्यालेसमा बस्ने। एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्य बनेकी रेखा शर्मा पक्राउ। शर्मामाथि 14 वर्षीय बालिकालाई घरेलु मजदुरका रूपमा 6 वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएको आरोप। नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ 71औं वर्षमा प्रवेश। महासंघले स्थापना दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनायो। लामो समयदेखि प्रतीक्षामा रहेको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग सञ्चालन व्यवस्थापन र मर्मत सम्हारका लागि कम्पनी छनौट। सुरुङ मार्ग सञ्चालनको जिम्मा युसिन एआरटीजेभीलाई। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाएर श्रम स्वीकृति प्रक्रियामा गर्यो सुधार। अब आवेदन दिएको दिनमै श्रम स्वीकृति पाइने। इरान र अमेरिका बीच बढ्दो तनाव अन्त्य गर्ने उद्देश्यले पाकिस्तानले छिट्टै अर्थपूर्ण शान्ति वार्ता आयोजना गर्ने। वार्ताका लागि पाकिस्तानले गरेको पहलमा विभिन्न देशको समर्थन। र झापाको भद्रपुर स्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्ड कप आगामी वैशाख 5 देखि 14 गतेसम्म हुने। प्रतियोगिताको विजेताले 11 लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने। हवस् त दर्शकवृन्द, यी थिए अहिलेसम्मका देश विदेशका ताजा हेडलाइन्सहरू। साना हुन् वा ठुला, स्थानीय हुन् वा अन्तर्राष्ट्रिय स्तरका, सबै खाले समाचार हामी निरन्तर दिने नै छौँ। तपाईँ जीटीभी हेडलाइन्स र अन्य प्रसारणहरू सामाजिक सञ्जालका प्लेटफर्महरू युट्युब, फेसबुक, एक्स, टिकटक लगायतमा पनि प्रत्यक्ष हेर्न सक्नुहुनेछ। सबैभन्दा पहिला देश, सबैभन्दा माथि देश। हेर्दै रहनुहोला जीटीभी नेटवर्क। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। जीटीभी हेडलाइन्स न्यूज का साथमा वेब सर्फर Visit www.websurfer.com.mp। सबैको सुरक्षा एनएलजी को ही छ। एनएलजी इन्स्योरेन्स।